अब किन आयो भन्ने कुरा तपाईँहरूलाई म बताउन चाहन्छु। पहिला कुरा त म मन्त्री भएको कुरा त तपाईँहरूलाई सबैलाई थाहा त नै छ। मन्त्री पनि हुने थिइनँ, म हुन्नै भनेको। त्यो मन्त्री पदले केही गर्न सक्दैन, मन्त्री हुन्न भनेर मैले पहिल्यैदेखि भन्थेँ साथीहरूलाई। तर देशमा चाहिँ एउटा अनौठो परिस्थिति सिर्जना भयो। भदौको 23 र 24 गते चाहिँ आन्दोलन भएछ काठमाडौँमा। त्यो आन्दोलन हुँदाखेरि म चाहिँ ताप्लेजुङको यस्तै डाँडाकाँडा यस्तै गाउँहरू थियो त्यहाँ पनि यस्तै ठाउँतिर किताब बेचिरहेको थिएँ मैले। हजुर अब त्यो ठाउँहरूमा किताब बेच्दै गर्दाखेरि काठमाडौँमा आन्दोलन भएछ, मान्छेहरू मरेछन् होइन। उथल पुथल पो भएछ त काठमाडौँमा। मारेछन् भन्नु पर्यो, मरेछन् भन्दा नि मारेछन् भन्नु पर्यो। मारेछन् अब यस्तै जे भन्यो भने अब अनि साथीहरूले फोन गर्न बेलुका थाहा पाएको मैले, राति 9-10 बजीतिर काठमाडौँमा यस्तो भएछ भन्ने कुरो थाहा पाएँ। अनि साथीहरूले फोन गर्न थाले, आउनु पर्यो भने मैले भने के गर्ने म आएर काठमाडौँ। अब आन्दोलन भइसक्यो, मान्छेहरू मरे मारिए, घर दरबारहरू अब घरहरू सबै जलो, के गर्ने म आएर के गरिदिन सक्छु र म आउने भनेर मैले भने। होइन किताब बेच्ने चाहिँ काम छोड्नु पर्यो, अलि दिन भयो भने किताब बेच्न छोड, त्यो किताब बेच्ने काम पछि गरे नि हुन्छ भनेर मान्छेहरूले भन्न थाले। म आउँदैन, के गर्ने आएर केही हुने भए पो आउने भन्दा पनि मान्छेहरूले कर गरिरहेका थिए। तर अब मन्त्री हुनको लागि चाहिँ भन्न थाले। मैले म त्यो मन्त्री हुँदैन, म मन्त्री हुन्न आउन भन्दाखेरि पनि केही सिप्न लागेर साह्रै धेरै फोन गरेर अनि यसो विचार पनि गरेँ मैले। साह्रै धेरै फोन गर्न र साह्रै धेरै अनुरोध गर्न थालेपछि मैले के सोच्यो भने अहिलेको स्थिति भनेको त्यो भदौको 23, 24, 26, 27 गतेको स्थिति भनेको त देशको लागि चाहिँ एउटा नाजुक स्थिति हो। त्यही सम्हाल्न त आउनु पर्यो तपाईँ त। नाजुक स्थिति छ देशमा। अब यो स्थितिमा चाहिँ देश कता जान्छ भन्ने चाहिँ थाहा छैन। तै पनि म गएर केही हुन्छ र भन्ने किसिमले सोच्न थालेँ मैले। केही हुन्छ भने त जाउँला नि त भनेर आएर लौ त नि मन्त्री बनाइदिन्छु भन्छ गएर लौ बनाऊ भनेर। सम्हाल्ने काम त तपाईँको नि हो नि। अब मैले मात्र सम्हाल्ने होइन, अब भनौँ न विभिन्न मन्त्रीहरूले त्यो सम्हाल्ने काममा देशलाई चाहिँ हुन्छ भने भनेर। त्यही पनि फेरि 6 महिनाको लागि हो भनेपछि म पनि खुसी भएँ क्या है। 6 महिनाको लागि हो भने त ठिकै छ। 6 महिना मैले मन्त्री भएर काम गरेपछि केही देशलाई सहयोग हुन्छ भने किन नगर्ने भनेर मैले चाहिँ ल हुन्छ भनेर मन्त्री भएको हो। अब मन्त्री भएपछि केही न केही त गर्नै पर्यो, त्यसै कुर्सीमा बसेर त भएन। त्यस कारणले के गर्ने त भन्दाखेरि शिक्षा मन्त्री, विज्ञान मन्त्री भएपछि शिक्षा र विज्ञानको प्रविधिको बारेमा अब केही न केही धेरै ठुलो काम गर्नु नसके पनि के गर्न सकिने भन्ने कुराहरू सोच्दै जाँदाखेरि मैले शिक्षामा चाहिँ सुधार ल्याउनै पर्ने कुराहरू देखियो। किनभने शिक्षा भनेपछि अब स्कुलको मात्र शिक्षा होइन, विश्वविद्यालयमा पढाउने शिक्षा, पढ्ने शिक्षा, अनि विद्यालयमा पढाउने शिक्षा, अनि त्यसपछि व्यावसायिक तालिमका शिक्षाहरू, यो शिक्षाहरूको अवस्था बुझ्न थालेँ। समस्याको बारेमा फोन गर्न थालेँ। अब समस्याको फोन गर्दा थालेँ, मलाई यस्तो भएको छ, यहाँ यस्तो छ, यस्तो व्यथिति चलिरहेको छ, यसरी चाहिँ शिक्षामा चाहिँ के अरे तानातान छ, हानथाप छ, शिक्षामा यसरी राजनीतिकरण भएको छ, शिक्षा चाहिँ यहाँ यसरी भत्किएको छ भन्ने किसिमका फोनहरू नेपालभरिका जनताहरूले चाहिँ गर्न थाले। अनि बल्ल मलाई चाहिँ केही कुराहरू गर्नुपर्ने कुराहरूको आवश्यकता देखियो। अब त मलाई थाहा छ कि छैन, मलाई जति धेरै मान्छे नेपालमा कसैले पनि चिन्दैन क्या।
है चिन्छ तपाईँलाई जति नचिन्ने मान्छे चाहिँ तपाईँलाई नचिन्ने मान्छे धेरैले चिन्छ। त्यही भएर मलाई मधेसदेखि त उता पूर्व मेचीदेखि उता पश्चिम महाकाली सबैले चिनेर अब त्यो चिनेको भरमा मलाई फोन गर्छन्। अब यस्तो भएन उस्तो भएन यस्तो गरिदेऊ उस्तो गरिदेऊ भनेर फोन गर्छन्। अब के गरिदिने कसरी गरिदिने गर्ने ऊ छैन। त्यस कारणले मैले चाहिँ टिमहरू बनाएँ। टिमहरू बनाएर शिक्षामा के सुधार गर्नुपर्ने रहेछ भन्ने कुराहरू चाहिँ छलफल गरेर शिक्षामा गर्नुपर्ने सुधारहरू मैले देखेँ। विश्वविद्यालयहरूमा कसरी सुधार गर्ने भन्ने किसिमका योजनाहरू बनाइयो। विद्यालय स्तरमा शिक्षालाई कसरी चाहिँ राम्रो बनाउने भन्ने किसिमको योजनाहरू बनाइयो। अनि व्यावसायिक तालिम केन्द्र सिटिबिटीको शिक्षालाई चाहिँ कसरी चाहिँ सिपमूलक बनाउने भन्ने कुराहरूमा चाहिँ छलफलहरू गरेर अब झन्डै दुई महिना जति त त्यो छलफल गर्न नै लाग्यो। अनि विज्ञान प्रविधिको विकास गर्नको लागि जस्तो तपाईँलाई थाहा छँदैछ म विज्ञान प्रविधिमा काम गर्ने मान्छे हो। मैले राष्ट्रिय आविष्कार केन्द्र खोलेको छु। मैले विज्ञानको कृषि औजार कारखाना चलाएको छु। अब त्यो कुराहरू त्यस्ता किसिमका कामहरू कसरी गर्ने त्यसलाई चाहिँ प्रभावकारी बनाउने भन्ने कुराहरूको 2 महिना जति छलफल गरेर अब त्यसलाई चाहिँ ऐन पास गर्नु पर्यो। ऐन बनाउनु पर्यो, नियमावली बनाउनु पर्यो। किनभने ऐन र नियमावलीले चल्ने हो सबै कुरा। ऐन नियमावली बनाइसकेपछि अब त्यसलाई पास गर्नु पर्यो। ऐन नियमावलीलाई पास कसरी गर्ने त भन्दाखेरि त्यसको तरिका छ, लामो तरिका छ, प्रोसेस छ। संसदमा जानै पर्यो। पहिलो कुरा त शिक्षा मन्त्रालयबाट जुन प्रस्ताव गरिन्छ त्यो प्रस्ताव चाहिँ अर्थ मन्त्रालयमा जान्छ। अर्थ मन्त्रालयमा किन जान्छ भने पैसाको लागि जान्छ। शिक्षा मन्त्रालयसँग पैसा हुन्न। अर्थ मन्त्रालयले दियो भने पैसा हुन्छ, दिएन भने पैसा हुन्न। अर्थ मन्त्रालयले स्वीकृति दिनु पर्यो। अर्थ मन्त्रालयले पनि धेरै समय लगाउँछ। अनि त्यसपछि कानुन मन्त्रालयमा जान्छ। म आफै फाइल बोकेर जान्छु गएको। अरूलाई पठाएको भए त झन् हुँदै नहुने। म आफै फाइल बोकेर मन्त्रीले एउटा के अरे अर्थ मन्त्रालयमा आफै जाने, आफै फाइल बोकेर चाहिँ कानुन मन्त्रालयमा जाने, दिनदिनै त्यहाँको चाहिँ सचिवहरूलाई त्यहाँको मन्त्रीहरूलाई लौ न छिटो गरिदेऊ न हो भन्दै गर्दा पनि ढिलो भयो। अनि कानुन मन्त्रालयबाट पास भएपछि त्यो हरेक मन्त्रालयले पास गर्नुपर्छ। अनि मन्त्री परिषदमा जान्छ। मन्त्री परिषदले पनि पास गर्छ। मन्त्री परिषदमा त म आफै मन्त्री भएको हुनाले अब अरू मन्त्रीलाई चाहिँ यताउता भनेर भए पनि पास गरा। मन्त्री परिषदबाट अगाडि बढेपछि त्यो चाहिँ विधायक समिति भन्नेमा जान्छ र त्यो विधायक समितिले पास गरेपछि फेरि मन्त्री परिषदमा आउँछ र मन्त्री परिषदबाट राष्ट्रपतिमा जान्छ। अन्तिममा राष्ट्रपतिले सही गरेपछि बल्ल त्यो चाहिँ ऐन कानुन बन्छ। अब त्यहाँ विधायक समितिमा गएर अड्किएको गर्दै 4 गते भइहाल्यो। यसरी चाहिँ आफै फाइल बोकेर दौड्दाखेरि पनि 4 गते भयो। मैले चाहिँ अन्तिम घडीसम्म चाहिँ प्रयास गरेँ। 4 गते पनि केही न केही जसरी भयो नि ल्याउँछु भनेर लागेकै हो। अन्तिम घडीसम्म पनि मैले प्रयास गरेँ। प्रयास गर्दाखेरि 4 गते पनि 12 बजे राति 12 बजे, किनभने रातिको 12 बजेपछि 4 गतेको रातिको 12 बजेपछि त आचार संहिता लाग्छ। त्योभन्दा अगाडि नै पास गर्न सकिन्छ कि भनेर बेसी कोसिस गरेँ, भएन। अनि त्यहाँदेखि गएर सुतेँ। उठेर भोलि बिहान उठेर हिँडिहालेँ। यो तरिका। किनभने मैले सोचेको थिएन उठ्छु भनेर सोचेको थिएन। अनि अब 4 गतेको त्यो बेलासम्म पनि मैले सोचेको थिएन। अब नहुने भएपछि के हुन्छ? अब त्यो मैले गर्न खोजेको काम त भएन। अब के गरेर बस्ने त्यो मन्त्रालयमा कुर्सीमा बसेर मन्त्री भएर बसेर के गर्ने? त्यही भएर मान्छेले धोका दियो भन्छ के को धोका?
के होस् झगडा भयो। अब त्यहाँ बसेर मन्त्री भएर ठान बसेर अझै पनि 3 महिना जति हुन्छ होला मन्त्री बसेको भए, राजीनामा नदिएको भए अझै पनि 3 महिना जति मन्त्री हुन्थ्यो। किनभने फागुन 21 गते को हो चुनाव भएपछि अब त्यसको मतगणना गर्नु पर्यो, के गर्नु पर्यो, त्यो प्रोसेसहरू चल्दै जाँदाखेरि निर्वाचन आयोगको अनि फेरि घोषणा निर्वाचन नतिजा घोषणा गर्नु पर्यो। घोषणा गरेपछि उ गर्नु पर्यो, के अरे नयाँ सरकार गठन गर्नु पर्यो। फेरि त्यसमा पनि भनौँ न टाइम लाग्ला। गर्दाखेरि त त्यो फागुन 21 गते पछि पनि त अझै टाइम लाग्छ। गर्दाखेरि अझै 3 महिना जति मन्त्री हुनु पाउँथ्यो। तर त्यो मन्त्री खान के गरेर के कसरी खाने, त्यसै बसेर खाएर त भएन। दिल्ली दिएन त हजुरलाई। त्यस कारणले म उठेर प्रधानमन्त्रीलाई राजीनामा दिएर म चाहिँ हिँडेको हो। प्रधानमन्त्रीलाई राजीनामा दिँदाखेरि मैले के भने, मैले दिएको राजीनामा कसैलाई नभन्नुहोस्, म बेनी नपुगेसम्म नभनिदिनुहोस् भनेको है। अब त्यसपछि अब मन्त्रालयमा आएर मन्त्रालयमा सचिवलाई बोलाएँ मैले। सचिवलाई बोलाएर ल मैले राजीनामा दिएर आएँ, ल यो के कागज बुझाउनु पर्ने ल बुझ्नुहोस् भनेर त्यो सचिवलाई भने। तर यो कुरा फेरि म के अरे बेनी नपुग्दैसम्म तपाईँले नभन्नुहोस् है कसैलाई भनेर प्रधानमन्त्री र सचिवलाई बेनी नपुग्दैसम्म यो कुरा अगाडि ननिकाल्नुहोस् भनेर निस्केको। त्यसरी चाहिँ म चाहिँ अचानक सोच्दै नसोचेको कुरा राजनीतिमा पस्नको लागि होइन, समाजसेवा गर्न खोजेको, देशको लागि गर्न खोजेको कानुनहरू नियमावलीहरू बनाउन नसकेको हुनाले अब त्यो बनाउनु त पर्यो। त्यो काम त त्यहाँसम्म गएर अड्किएछ। अब त्यसलाई फुकाउनुको लागि बाहिर बसेर होइन भित्रै बस्नु पर्यो, भित्रै पसेर बल गर्नु पर्यो। बाहिर बस्यो भने यिनीहरूले अझै दुःख दिन्छ। हुनु त भित्र बसे पनि दुःख दिन्छ, तर भित्रै बसेर चाहिँ कोसिस गर्ने। हेरौँ जिन्दगीमा सकेको गर्ने हो भनेर म चाहिँ यहाँ उम्मेदवार हुन आएको हो है। मेरो नाम महावीर पुन हो। यो कुरो छैन, ढाँटछाटको कुरा छैन, केही कुरा बनाएर भन्ने कुरा छैन। अनि तपाईँहरूलाई अब चुनाव चिन्ह आएको छैन, चुनाव चिन्ह आएपछि थाहा होला। यो चाहिँ आजको चाहिँ परिचयको कार्यक्रम हो। अब चुनाव चिन्ह पाएपछि फेरि एकपल्ट यहाँ चाहिँ यसो फेरि भाषण गर्न आउँला र मलाई चिनेर मलाई मन पराएर भोट दिन मन लाग्छ भने भोट दिनु होला है। भोट भन्ने कुरा आफ्नो इच्छाले दिने हो, कसैको कर्कापमा दिने कुरा होइन भोट भन्ने कुरा। त्यस कारणले आफ्नो साथीभाइहरूले अब सोच्नुहोस्, आफै छलफल गर्नुहोस्। म कसैलाई केही भन्नेवाला छैन होइन। तपाईँहरू चाहिँ छलफल गरेर अब कसलाई भोट दिने हो दिनुहोस्। र मेरो एउटै अनुरोध के छ भने, म युवा त होइन तर युवाभन्दा कम छैन। युवाहरूलाई म जित्छु। युवाहरूलाई भोट दिनुहोस्। जसलाई भोट दिए पनि त्यो खप्परेहरूलाई चाहिँ नदिनुहोस्। त्यो चाहिँ सधैँ चाहिँ एउटा जागिर खाए जस्तो त्यसरी बस्ने बुढा नेताहरूलाई तपाईँहरूले भोट नदिनुहोस्। उनीहरूले काम गर्दैन देखिसक्यो। उनीहरूलाई त अब सधन्यवाद चाहिँ बिदाई गर्ने हो। किनभने बुढा नेताहरूले 35 वर्ष त शासन गरेकै हो नि, पालो पालो गरेर 35 वर्ष त शासन गरेकै हो। 35 वर्षमा के भएन भन्दाखेरि देशमा अर्थतन्त्रको विकास भएन। अर्थतन्त्रको विकास नभएपछि के हो त भन्दाखेरि देशमा अशान्ति आयो, रोजगारी भएन, सिर्जना भएन। रोजगारी सिर्जना गर्न नसकेर तमाम हाम्रो युवाहरू बहुतारिँदै हन्डर ठक्कर खाँदै कहिले कतातिर कुन देशतिर संसारको कुना काप्चा चार्नु पर्ने भयो। त्यस कारणले मैले बुढा नेताहरूलाई
दोष दिने एउटै कारण के हो भने अर्थतन्त्रको विकास गर्नै सकेन, रोजगारी सिर्जना गर्नै सकेन। अनि त्यसको लागि गर्नुपर्ने कुरा के थियो भने उद्योग धन्दाहरू, उद्यमीहरूको विकास, उद्यमशीलताको विकास गर्नुपर्ने थियो। कसैले ढङ्ग ल्याएन। त्यही उद्यमशीलताको विकास यसरी गर्नुपर्छ भनेर एउटा उदाहरण देखाउनको लागि मैले राष्ट्रिय आविष्कार केन्द्र खोलेको हो। त्यसैको लागि चाहिँ मैले एउटा उदाहरण देखाउनको लागि सकि नसकी किताब बेचेरै भए पनि वीरगञ्जको कृषि औजार कारखाना चलाएको हो। अनि एउटा उदाहरण देखाएर अब यसलाई हेरेपछि उनीहरूको दिमागमा बुद्धि आउँछ कि भनेको बुद्धि आउने छाँट देखेन, पटक्कै छैन। त्यस कारणले अन्य देशको विकास कसरी हुन्छ भन्छ कि विदेशीहरूले चाहिँ हस्तक्षेप गर्यो भन्छ। माग्ने बेलामा विदेशीहरूको चाहिँ शरण पर्ने अनि हस्तक्षेप गर्दैन त गरिहाल्छ। त्यस कारणले यस्ता कुराहरू छन् जो चाहिँ हामीले अर्थतन्त्रको विकासको लागि चाल्नुपर्ने कदम अहिलेसम्म नचालेको हुनाले त्यो चाहिँ देशको अर्थतन्त्र नसुधारेर देशमा चाहिँ यो गरिबीको हालत भएको हो। मेरो फोकस चाहिँ जिन्दगीभरि सांसद भए पनि नभए पनि, मन्त्री भए पनि नभए पनि, अहिलेदेखि होइन मैले त उहिलेदेखि गरिरहेको छु नि, देशमा उद्यमशीलताको विकास गर्न, देशमा चाहिँ देशको के अरे प्रतिभाहरूलाई देशमा राख्न, देशमा चाहिँ उद्योग धन्दाको सानोतिनो चाहिँ व्यवसाय सुरु गराउनको लागि मन्त्री भए पनि नभए पनि, जे भए पनि नभए पनि मलाई त कसैले भन्नु पर्दैन, म आफै गरेको हो। कसैको तलब खाएर गरेको होइन। अहिलेसम्म जागिर खाएको छैन, अलि उमेर भएको छैन जागिर खाने है। कहिले पुग्छ उमेर र बल्ल जागिर खाने भने कृषिलाई कृषि व्यवसायतिर लगाउने अनि चाहिँ उद्यमशीलता लगाउने गर्ने त अब धेरै गर्नु भएको 33 वर्ष भयो जागिर नखाएको। 33 वर्षमा मैले कसैको जागिर खाएको छैन है। अमेरिकाबाट फर्किएको क्या, 33 वर्ष भयो कसैको जागिर खाएको छैन। अनि कुनै व्यापार व्यवसाय गरेकै छैन मेरो आफ्नो लागि। त्यही गाउँ गाउँमा यसो झोला बोकेर त हिँड्दा खान्छ। अब झोला बोकेर झोले भएको छ भनौँ न, तर आफ्नै झोले, अर्काको झोला बोकिदिएको होइन, आफ्नै झोला बोकेर हिँडेको छ। आफ्नै झोला, आफ्नै झोले। झोले भन्न मिल्दैन हजुरलाई? झोला बोकेपछि झोले भन्ने कहाँ भन्न मिल्दैन? केपीओले पारा भएको त होइन। अब त्यस कारणले यही हो। र मैले एउटा कुरा के पनि प्रयास गरेको थिएँ भने मन्त्री भएर गरेको प्रयास चाहिँ के थियो भने युवाहरूले जो चाहिँ अहिले विदेशमा छन्, संसारभरि छरिएका छन्, उनीहरूले पनि विदेशबाट पनि भोट दिन पाउने व्यवस्था हुनुपर्छ अहिलेको चुनावमा भनेर कोसिस गरेँ। मन्त्री भएकै हप्तादेखि मैले कोसिस गरेँ। मन्त्रीमण्डलमा, त्यो मन्त्रीमण्डलको क्याबिनेट बैठकमा बस्दाखेरि मैले कतिपल्ट भने कोसिस गरेँ, अब आँटै गरेन है। अब किन आँट गरेन भन्दाखेरि निर्वाचन आयोगले आँट गरेन। यसले छोटो समयमा गर्न सकिन्छ कि सकिन्न भने मैले जिम्मा लिन्छु, ल त्यो गराउने व्यवस्था गर्ने मलाई जिम्मा लिन्छु भने मैले मन्त्रीमण्डलमा पनि भने ल गर्ने जस्तो गरेको थिएँ सुरुमा। पछि चाहिँ आँट आएन। आँट किन आएन मन्त्रीमण्डलको पनि भन्दाखेरि ठुला पार्टीहरूले त्यसको चाहिँ विरोध गरे, दबाब दियो दिएछ है। किन भन्दाखेरि उनीहरूलाई के शङ्का लाग्यो होला भने विदेशबाट पनि चुनावमा भोट हाल्न पाउने व्यवस्था गर्यो भने पक्कै हारिन्छ भन्ने भयो। भोट आउँछ, हामी आउँदैन, हामी यहाँलाई हराउँछ होला भनेर डराएर हो भन्ने कुरा चाहिँ मैले महसुस गरेँ। किनभने यो कुरा अहिलेदेखि चलेको रहन्छ। यो कुरा पहिल्यैदेखि 2067 सालदेखि चाहिँ विदेशमा बस्नेले पनि भोट दिन पाउने व्यवस्था गर्ने भन्ने किसिमले कुरा चलेको रहेछ। त्यही हो, त्यही पार्टीहरूले, ठुला पार्टीहरूले त्यही विरोध रोकेको कि त्यही चाहिँ रोक्दै खुट्टा तान्दै त्यो अहिलेसम्म नभएको रहेछ। त्यो कुरा त म मन्त्री भएर थाहा पाएँ। किनभने निर्वाचन आयोगले पनि हामीलाई देखायो कि यो 2067 सालदेखि यस्तो प्रोसेस गरेको हो, गर्न खोजेको हो।
तर अहिलेसम्म गर्न सकिएको छैन भन निर्वाचन आयो त्यसैले यो रोक्ने चाहिँ त्यो पुरानै पार्टीहरू हो त्यो नयाँ पार्टीले रोक्यो यस्तो हो महावीर सर निर्वाचन आयोगलाई मा पनि चाहिँ उही पुरानै पार्टीको मान्छे छ त अनि चाहिँ त्यो पुरानै पार्टीको मान्छे भएपछि उनीहरूले चाहिँ निर्देशन अनुसार गर्छ नि त त्यसले नि काम सोही त भयो त ल ल अरू कुरा के गर्नु त ल त्यो मेरो कुरा कसैको कुरा केही छ भने